चाहिँ खाजा खानु लाग्यो है साथीहरू लजाएर भुटुक्कै आम्मा मेरो फेभरेट म आज यतै भात खाने यता मेरो देउरानी हो हो त हेलो हाई हाई हेलो बाई ट्रान्सफर फेरि गरिदेऊ न हौ हाम्रो नन्द त कति लजाउँछ के गर्नु र हौ हामी चाहिँ बगैँचा घुम्न आएको हौ साथीहरू त्यहाँनिर चाहिँ ट्यापे जस्तो छ कि भ्लग बनाउन नि आउनु हौ साथीहरू हल्का खुर्सानी चोर चोर भन्ला है अहिले हेर्नु त कति खुर्सानी रहेछ कति कति मिठो पनि हाई भन्देऊ हेलो गाइज भन्देऊ न हेलो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल सुस्मिता गुरुङ युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म धेरै दिनपछि भ्लग लिएर फेरि आइसकेँ अनि आज चाहिँ म के गर्छु तपाईँहरूलाई म देखाउने नै छु। हेर्नु होला, साथ सपोर्ट गर्नु होला साथीहरू। आज चाहिँ म धुपबत्ती बनाउन आँटेको, धुपबत्ती बनाउँछु देखाउँछु, हेर्नु होला है साथीहरू। म चाहिँ धुप बनाउन आँटेको साथीहरू। धुप बनाउनु तपाईँ पनि घरमा बसी बसी सिपहरू केही सिक्यो भने राम्रो हुन्छ। म नि घरमा बसी बसी यस्तै धुपहरू बनाउने गर्छु साथीहरू। धुपहरू बनाउनु घरमा बसी बसी बनाउनु राम्रो हुन्छ साथीहरू। तपाईहरुलाई नि घरको लागि पनि बाल्नलाई राम्रो हुन्छ। यस्तो पोकाहरूमा नि यसरी बनाएर टक्क लाएर यसरी बनाउने धुप राम्रो हुन्छ। म चाहिँ धुपहरू बेच्छु क्या, त्यही भएर यस्तो पोकाहरूमा अर्डर गर्छन् अनि म चाहिँ खाजा खानु लाग्यो है साथीहरू। म चाहिँ जाँदैछु यता काकीको घर। के गरेर खाने त के गरेको हौ? खाना पकाउँदैछ यता मेरो देउरानी। देउरानी रे के रे नन्द। कति मेहनतिलो छ नि मेरो नन्द। कस्तो उता गर्नु हो र यहाँ खाना पकाएको लजाएको हेर्नु न हौ साथीहरू। लजाएर भुटुक्कै बनाउनु हो खाना। म यहाँ कस्तो भाइरल गराइदिन्छु तिम्रो भिडियो। भन्नु छैन भाइरलले कस्तो लजाउँछ। त्यसै के हेर्नु न। हेलो गाइज भन न। उता फर्केर पकाउ न त, म गराइहाल्छु। यसरी भिडियो बनाउँछु, तिमी उता फर्केर खाना मजाले पकाऊ। खै के सब्जी पाकेछ हेरौँ न त हामी। आम्मा मेरो फेभरेट, म आज यतै भात खाने हो साथीहरू। हो त हिजो नि तरकारी लगेको मिठो थियो। उता देउरानी आउँदैछिन् हौ। भाइरल गराइदिउँ भनेको होइन लजाएर।
दुपट्टा कहाँ हरायो अरे चुलोमा पकाएको कति राम्रो हुन्छ नि खाना कति मिठो पाक्छ मिठो पाक्छ यता मेरो देउरानी हो यी हो त देउरानी त हो त है हेलो हाई हाई हेलो बाई यता नन्द खाना पकाउँदै उता देउरानी हँसी मजाक चल्छ हाम्रो यता गाउँघरतिर नि मिठो मिठो युट्युबमा हाल्छु कि मैले यो भ्लग बनाएको कस्तो लजाको नाइ नाइ हो सब्जी हेरौँ न सब्जी हौ साथीहरू यी मेरो नन्दले पकाएको आलु भुजिया हो कति राम्रो छ है मिठो होला जस्तो हेर्दाखेरि होइन आगोमा पकाएको मिठै हुन्छ नि ल वान्स मोर फेरि गरिदेऊ न हौ अघि होइन अघि खुट्टा उचालेर गरिदियो हो छिटो हेर्नु त लजाको औ गाइज हाम्रो नन्द त कति लजाउँछ के गर्नु र हौ बेहुला खोजिदिनु पर्यो बे गरिदिने अब है होइन त हो 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 भन्दै लजाउँदैछौ त फर्किएर हो त हो के जाम बगैँचातिर हौ भ्लग बनाउँदै नि जाम घुम्न अहिले हो हामी चाहिँ बगैँचा घुम्न आएको हौ साथीहरू हौ हेर्नु यतातिरको बगैँचा होइन कति राम्रो भागी भागी मेरो नन्द पनि आइन् लजाउटी यसलाई देखेपछि चाहिँ स्योर भाइरल हुन्छ होला लजाको लजाइ लुक्न गएको हेर नि त्यहाँ ओ मुख त छोपेको छोपे अनुहारै नदेखाउने के यतातिर हौ बगैँचा साथीहरू यस्तो राम्रो छ तर त्यहाँनिर चाहिँ ट्यापे जस्तो छ कि त्यहाँ होइन त्यही भएर हल्का फुल्का चाहिँ डर छ यहीँ हो क्या अरे नजिक घर भाग्ने पुतु लाएर नि हो त बाँदर मङ्की जस्तै मङ्की जस्तै झुन्डेछ उतातिर चाहिँ झुन्ड्यौ न झुन्ड्यौ भनेको त झुन्डिन्न त हौ भ्लग बनाउन नि आउनु हौ साथीहरू हल्का फुल्का हामी चाहिँ यता यसो खुर्सानी चोर्न आएको अवस्था है यहाँ खुर्सानी चोर भन्ला है अहिले अनि भाग्ला हामीहरू पुत्तु भाग्ने हो नि छिटो छिटो अहिले खुर्सानी चोर भनेर आयो भने छैन बर्बाद खुर्सानी हौ साथीहरू हेर्नु त आमा कत्रो छ है यहाँको खुर्सानी म त अघि नै हेर त लोभै लाग्यो नि त अनि अघि नै गएर टिपेर गइसक्यो माने करण आएको थियो त करण सिताएर टिपेर गएको अब साग टिप्ने हामीहरू फेरि उतानिर साग फलेको छ साग पनि टिपेर लाने हो यहाँ खुर्सानी चोर्दै हो साथीहरू अहिले मान्छे आयो नि भाग हुन्छ मार्छ अहिले अनि हेर्नु कति खुर्सानी आयो रहेछ हेर्नु त कति खुर्सानी रहेछ कति मिठो पनि धेरै जाल्छ अनि राति पनि भइसक्यो साथीहरू खुर्सानी चाहिँ दामी खाके यहाँको ठुल्ठुलो खाके खाना पनि मिठो हेर्नु त कसरी चोर्दैछ देउरानी नगर्नु अनि हेर्नु त कति छिटो हेर्नु त हाम्रो गोलु हौ यो चाहिँ गर्दै रुँदैछ गोलु यता हेर्देऊ न गोलु हाई भनिदेऊ हेलो गाइज भनिदेऊ न
बाबु गलु पुकुले उसलाई त उसकै सर्टको बटन तोड्नमै छ नि के गोलु गोलु यस्तो गर्दैन अरू गर अरू गरिदेऊ 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 न मलाई उठाउँदैछ हेर्नु न कसले दुधु भने के चुदे बाबु मिठो मिठो चुदे मिठो रे ओहो लल गरिदेऊ गर्छ त यसले गलु 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 कहाँ जाने अब गलु मम्मी गरिन् हिँड्न त ठुलो मम्मी घर आजको मेरो भ्लग चाहिँ यति नै हो साथीहरू हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सुस्मिता गुरुङ च्यानललाई अब चाहिँ म बिदा माग्न चाहन्छु मेरो चाहिँ कति दिनपछि बल्ल अहिले भ्लग बनाउन थालेको धेरै दिन भयो मैले भ्लग नहालेको अब चाहिँ फेरि सुरु गर्छु भनेर फेरि कन्टिन्यू गर्छु भनेर म फेरि भ्लगमा आइसके साथीहरू लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला फेरि म अर्को भ्लग लिएर आउँछु चाँडै नै त्यसको लागि म बिदा माग्न चाहन्छु बाई बाई